यो हेर्नुहोस् अहिलेको ट्यु क्रिकेट ग्राउन्ड र अबको केही महिनापछि ट्यु क्रिकेट ग्राउन्ड यस्तो देखिनेछ। बीस गतेदेखि अन्तर्राष्ट्रिय स्तरको प्याराफिट निर्माण कार्य सुरु गरिएको छ। प्याराफिट सँगसँगै फ्लडलाइट जडानको योजना पनि रहेको छ, जसले गर्दा रातिमा पनि गेम सञ्चालन गर्न सकिनेछ। आजको भिडियोमा हामीले प्याराफिट कन्स्ट्रक्सन र फ्लडलाइट कन्स्ट्रक्सनको विषयमा चर्चा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। काठमाडौँको BKOI कन्स्ट्रक्सन कम्पनीले प्याराफिट निर्माणको टेन्डर पाएको छ। 43 करोड 77 लाख रुपैयाँमा टेन्डर पाएको हो। ट्यु क्रिकेट ग्राउन्डमा चारैतिर प्याराफिट निर्माण भने हुँदैन। इस्ट र वेस्ट साइडमा दुईवटा प्याराफिट बन्नेछन्, जसको सिट क्षमता 10,000 हुनेछ। अरू बाँकी प्याराफिट भने पछि निर्माण गरिनेछ। अहिलेको फेजमा यो फर्स्ट फेजमा हामीले दुईटा ब्लक मात्रै अहिले गर्छौँ र बाँकी चाहिँ फेरि सेकेन्ड फेजमा आउँछ। अहिलेको फेजमा 10,000 सिट क्षमता भएको मान्छे बस्ने गरी हामीले प्याराफिट बनाउँछौँ। 10,000 मान्छेले हेर्न सक्ने गरी कुर्सी सहित चेयर सहित पुरै इन्स्टलेसन फुल फाइनल गर्छौँ हामीले। फ्लडलाइट इन्स्टलेसनका लागि ललितपुरको भिसन ईश्वरी जोइन्ट भेन्चर कम्पनीले 42 करोड 19 लाख रुपैयाँमा टेन्डर पाएको छ। यसमा जडान हुने लाइट 1600 वाटदेखि 1800 वाटसम्मको हुन्छ र यसको कलर टेम्परेचर 5700 को हुन्छ। जुन दिउँसो जति उज्यालो हुन्छ, रातिमा पनि त्यति नै भिजिबिलिटी हुन्छ। RDM DMX कन्ट्रोल सिस्टम मार्फत यो फ्लडलाइट कन्ट्रोल गर्न सकिनेछ। फ्लडलाइट र 10,000 सिट क्यापासिटीको प्याराफिट कम्प्लिट भएपछि पार्किङ र अरू एडिसनल स्ट्रक्चर अनि बाँकी प्याराफिट निर्माण पछि हुनेछन्। निर्माण भइरहेको ट्यु क्रिकेट ग्राउन्डको निरीक्षण गर्न गएका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले वैशाख 24 गते भित्रै सम्पन्न हुने बताएका छन्। आशा गरौँ प्याराफिट निर्माण र फ्लडलाइटको काम छिटै नै समाप्त हुनेछ।